Hello, welcome back another episode of another vlog. आज चाहिँ हामी जाँदैछौँ कहाँ थाहा छैन, अब कता कता हुन्छ गएपछि देखाउँछु म। हिजोको ब्लग अझै एडिट गर्नु पाएको छैन, त्यसपछिको यो अर्को ब्लग हो। म यहाँबाट अब हिँड्न लागेँ, साथीहरू दुईजना गइसकेँ, हामी दुईजना निस्किने बेला भएको छ। आज डुलिन्छ अनि साँझ आइन्छ, भोलि गएको छ, भोलि छुट्टी छ, पर्सिबाट काम फेरि। रोकिएको ठाउँमा यस्तरी हाम्रो कागती फलेको छ साथीहरू। कताबाट नजाउँ, अब ब्लग बनाउँदै जानु पर्यो। आजको त सिन यस्तो माहौल छ, कहाँ कहाँ घुमिन्छ थाहा छैन, सब देखाउनु पर्छ आज त। आहा, यस्तो मौसम हिँड्न मजा आउँछ हामी त। हुन त रमाइलो खाने मौसम सिल छ सिल। नाम के रे? ताकाहाशी युसुकी। सानवा ताकाहाशी सानवा इचिबान हैंडसम देश। इचिबान हैंडसम देश। इचिबान वा दारे? प्रिन्स? प्रिन्स सानवा नेपारू न हैंडसम हो। आना त निहोन न इचिबान। प्रिन्स सानवा नेपारू न इचिबान। गोस्तोसम्म देश यसलाई पैसा फुत्काउन लगाऊ यार, अरु गर्न आन। उता उता ओनेगाइसिमास। निहोन उता उता。日本の歌、そう。ネパールじゃなくていいの？はい、じゃなくて。なんで？いや、コンビニ銀行でしょ？はい、आजको भ्लग मिनी भ्लग। निहोन नो इचिबान हैंडसम देश ताकाहाशी युसुकी सान माउन्टेन जिरो। 掃除も大丈夫。私とプリンスは毎日ね、喧嘩してるから。जहिले झगडा पर्छ। केनका सुरु जान युसुकी सान ताके म केनका सुरु नै। पहिले अस्तिको हप्तालाई के भन्छ रे? अस्तिको अगाडि 幸せになるためラッキー大事。यसलाई横浜हिँड्नु भनेर भन न।そうだからラッキーがあれば仕事でも給料が上がる。विमल आज यहाँ नजिककोないと先輩からね。अहिले हेरौँला नि त नि म्याप हेर कि नजिक।怒られる。叱られる。あなた日本語全然勉強してないね。कुन ठाउँ हो यो चाहिँ? अब यो चाहिँ हाम्रो चाहिँ पार्क भर्खर नै यो ठाउँ के हो थाहा छैन, तर हामी एउटा पार्कमा आइसक्यो। त्यतिखेर हाम्रो कार त्यहाँ माथि पार्क भइरहेछ। माथि पार्किङ। अब हामी यहाँबाट एकछिन यो ठाउँ घुमेर सम्धि फेरि हामी जानुपर्छ ओदाइबा जान्छ। यो कमा जान्छ, सल्लाह हुँदैछ एकदम। सल्लाह हुँदैछ हाम्रो हैन। हामी जान्छौँ अब एकछिन पछि तपाईहरुले फेरि ब्लग सुरु हुन्छ। हाम्रो पर्सनल कारमा हामी जाँदैछौँ। अब फरारी हो भने फरारी, हाम्रो फरारीमा हामी चाहिँ अब यो फरारी हाम्रो, हामी यो फरारीमा घुम्न जाँदैछौँ साथीहरू है। साथीहरू आउँदैछ, ए यहाँ डुलेर भ्यायो। अब आउँदैछ, जानुपर्छ डुल्न। कहाँ जाउँ भन्दैछ? त्यही त भन्छ उसले। त्यही त्यहीँबाट आयो हाम्रो। 遠いの私無理ね。遠いない。お台場はどう？お台場は毎日仕事する場所。横浜行くんだったら、はい。それは本当に遠いですよ。50分。それはだからお金かかるんだったら私はお願いします、プリンスさん。私も関係ない。あ、じゃあ横浜はなしでいいですか？いや、私はお台場でいいと思うんです。毎日युसुकी सानダメだったらこれभन रेडियो चलाउँछु। धेरै गहिरो गाड्यो जस्तो म त यार। धेरै गराउ चक्का। अगाडिबाट फलक बनाउँदै मेरोबाट अहिले गरम बोल्दैछ। ल ल सानी राख्छु ल, म म्युजिक बजाएँ।
एकमा एउटा हात बियर खान पाए झन् पानी नै परे ट्रेन होता है सम्धि बेच्दिन्थे यो जमानी लाउन बेच्दिन्थे यो जमानी किनेको अलि साउन्ड ठुलो गरेर आकाश त्यसैले गराएको हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा रमाइलो गर्नुलाई के भन्छ अरे आकाश हितैको मायालाई राखे मनैमा सिंगरको त देश हितैको मायालाई राखे मनैमा के म्युजिक हालेको राजा अघि यो क्यामेरामा अहिले क्वालिटी टिकाउँदैन कि राजा रातिमा 10 होइन अलि सर्ट सायद अब केही समयमा हामी आँखा उसको ओदाइबा पुग्दैछौँ निमलको छ कि हामी अब ओदाइबा जाँदैछौँ गाइजहरू होइन आजको हाम्रो अब त्यहाँ बियर पार्टी हुन्छ सुकिसानलाई आज कपाल काट्या हुन्छ राजा अगाडि पनि देखा आकाश समुदाय ब्लग जस्तो या सम्धे नाचो नाचो बेच्दिन्थे यो जवानी किनेको नाचो इमा दोको ओदाइबा गाइज हामी फाइनली ओदाइबा आइसकेका के विवाहको सुरुङ मार्ग आइसकेका छ के विवाह हामीलाई पनि लैजाऊ दास ढुङ्गाबाट हामी भित्र यस्तो भइसकेछ साथीहरु दास ढुङ्गाको सुरुङ मार्ग तिमी हेर्न सक्छौ फाइनली हामी भीम ढुङ्गाको सुरुङ मार्गबाट काठमाडौँ जाँदैछौँ कलङ्की देश नयाँ गर्यो हामी कति धनी भइसक्यो साथीहरु हामी जापानिजलाई गाडी चलाउन लगाएर हामी बस्छौँ हाम्रो देश त्यति उ भइसक्यो जापानिज त भाडामा आउँछ नि ड्राइभर भएर यस्तो उडाएको त कटिसक्यो
कुन चाहिँ ब्रिज आएर हामी त्यो これは海ですじゃないですか。海の近いです。海近いですよ。わすごいね、ここ。 आउँदैछ साथीहरू आउँदैछ बाँकी छ हामी हाम्रो ठाउँ पुग्नुलाई बाँकी नै छ बेली ब्रिज हुँदै जाने हैन यो चाहिँ कुन ठाउँबाट लिएर गइरहेछ यसले चलाउनु त यो पनि उयो हाम्रै नेपाल ड्राइभर चाहिँ रहेछ नि दौडाउनु त क्या मजा आउँछ त हेर ठाउँमा है खासा मोत्ते इत्ते जोसँग चाहिँ सब समाधान छ कि त्यो त अब आयो भूमिमा आयो हामी सन्धे भूमि त आयो पानी आनन्द परेको छ अब आनन्द लाएर यसो 2-4 राउन्ड डुलेर पुलमा जानु मिल्दैन भने माथिबाट आहा मिठो पानी हाने यार छाता बढ्छु म अनि यो त म पहिले पनि आइसकेको ठाउँ हो हुनलाई तर पनि हामी डुल्नुपर्छ भन्ने उद्देश्यले भिजिट 2025 ल अहिले त पानी बाढी आयो जस्तो पो छ त यार मान्छे नि कोही छैन यार बाढी आयो बाढी आयो बाढी ल रेनबो ब्रिज चाहिँ यस्तो देखिन्छ है रेनबो ब्रिज देखिन्छ फेरि पनि धेरै पछि फेरि आयो अमेरिका आयो फेरि मान्छे बहुत धेरै हो ल हामी अब यहाँ घुमेर भ्याएर अब गाउँ चाहिँ यस्तो चिसो छ साथीहरू कता गइसक्यो अगाडि अगाडि छन् क्या अगाडि छन् केटाहरू जाउँ ल हाम्रो केटाहरूको यहाँ फोटो सेसन चलिरहेछ आइसके साथीहरू हामी त फोटो खिच्दै ल अमेरिका पछाडि ब्याकग्राउन्ड रेनबो ब्रिज देखिन्छ म त पहिला पनि यहाँ देखाइसकेको थिएँ त्यही पनि अहिले नाइटमा आएको थिएन केटाहरूसँग अनि अब आइयो मेरो काम गर्ने ठाउँ चाहिँ नजिकै छ जाडो छ फोटो चलिरहेछ अनि यसपछि अलिअलि यहाँ डुलेर अनि अब घर फर्किन्छ हामी है हाम्रो टुर लगभग हाम्रो टुर चाहिँ अब समाप्त भइसकेको छ पानी आइरहेको छ डुलियो उत्तरबेर है अनि अब यहाँबाट चाहिँ हाम्रो कार अगाडि छ अनि त्यसमा चढेर यहाँबाट हामी लगभग 6-7 किलोमिटर जति छ कि 8-9 किलोमिटर अनि अब आज साँझ खाना खाएर सुतिन्छ भोलिबाट सबैको काम छ गएको छ मेरो चाहिँ पर्सिबाट काम हो टोकियोको दिन यस्तै गरेर चलिरहेछ बितिरहेछ साथीहरू घुम्यो खायो है आज मलाई जान ल हाम्रो आइसक्यो हाम्रो ड्राइभर दाई देख्नु ड्राइभर दाई सामुईちょっとだけ皆さん写真傘濡れるぜड्राइभर दाई मन पर्यो मलाई
पोखरा घुम्नलाई भिजिसक्यो भिजिसक्यो अब के फोटो खिच्ने साथीहरू हामी आफ्नो ठाउँमा आइसकेको छ यतिखेर घुमेर भ्याएर पनि 8-9 बजिसक्यो अब ओकुबु भयो ओकुबु यो हाम्रो ठाउँ है यहाँदेखि यता अगाडि हामी जाने ठाउँ हो अब यहाँ आयो अब आजको लागि यति नै ब्लग भोलि पर्सि फेरि अरू ब्लगमा भेटौँला सायनारा जय माता